हेलो एभ्रिवान हजुरहरूले थम्बनेल हेरेर थाहा पाउनुभयो होला यो हो 100 डेज सर्भाइभल आइल्यान्ड। यसको म थोरै स्टोरी टेलिङ भनिदिन्छु। यहाँ चाहिँ हामीले 100 दिन सर्भाइभ गर्नुपर्छ। यहाँ हामी धेरै चिजहरू हुन्छ जो कि यहाँ कम रिसोर्सेसहरू नि हुन्छ। हामीलाई रिसोर्सेसहरू पनि राम्ररी युज गर्नुपर्छ। त्यसले गर्दा हामीलाई अलि झन्झट हुन्छ किनकि यहाँ एनिमल्सहरू नि कम छ हेर्दामा होइन। अनि अब हाम्रो गोल्सहरू भन्छ। पहिलो गोल्स हो आजको पुरै मेन भिडियो पुरै 100 डेजको चाहिँ एउटा राम्रो हाउस फुल्ली नेदरराइट डायमन्ड आर्मर इन्चेन्टेड ब्युटिफुल हाउस एन्ड फार्म्स। अनि आजको गोल भनेर चाहिँ एउटा ट्री फार्म बनाउनु यो किनकि हामीसँग लकडीहरू छैन त्यसैले हामी यो डिरेक्सन बनाउँछौँ। अब म केही बेसिक टुल्सहरू बनाएर भेट्छु म त। त्योभन्दा पहिला भिडियो सुरु हुनुभन्दा पहिला लाइक गर्नुहोस् र सब्सक्राइब गर्नुहोस्। आजको हाम्रो लाइक म 10 लाख चाँडो पुरा गर्नुहोस् है त। र म भेट्छु अब केही स्टोन टुल्स बनाएर। ल हाम्रो बेसिक टुल्स नि बने र बेडको लागि उल नि बनाएँ। लाग्छ कि स्याप्लिङ चाहिँ झरेको छैन। यो त नराम्रो भयो हाम्रो लागि। पहिला म बेड बनाएर सुत्छु। ल पहिलो नाइट त्यहाँ डेज डिस्प्लेमा आज 8 देखाएको छ। एकचोटि फेरि सुरुबाट हेर्नुहोस् यो हो कि होइन। मलाई त केही गडबड लागिरहेको छ। र म सुत्छु। सुत्नु अब हामी बिहान भेटौँ। ल स्याप्लिङ चाहिँ झरेन। उसको त व्यवस्थै हुन्न हेर अब त। जे भयो नि म एरिया चाहिँ बनाउँछु। यो साइडमा म अब एरिया बनाउँछु। म अब गर्छु के ब्लक्सहरू जम्मा गरेपछि। अब यो साइडमा हामी स्टार्ट। अब म चाहिँ भेट्छु एरिया बनाएर।
मैले यो क्लिप काटेको किनकि यसमा मलाई होमहरू बनाउनु थियो र हाम्रो यो तेस्रो दिन हो हाम्रो यो तेस्रो दिन हो अब हामी यसो एक्सप्लोर गरौँ के पायो भने पायो नत्र पाएन त म कोल दिन्छु मसँग छैन ल जामै त यसो सर म केही ठाउँ खोज्छु रोक्नु प्रोफाइल जस्तै फनी भन्नु छ त्यही पनि मलाई आउँदैन त्यही भएर रुको रुको एक बात कहना है वो सिर्फ सुन जा देख मेरी आंखों में देख सिर्फ एक ऐसी बात है जो तेरा खाना बंदर सुन उस पकड़ी को देख पीछे पीछे देख साले मजाक ज्यादा हो अब खोजौँ म त के पायो भने यस्तै खाल्डोतिर हेर्दै जान्छु यार म के पाउँछ कि अब त्यही आशा छ के पाए नि हुन्थ्यो यार केही त पाओस् यहाँ के हो रिमु गरेर डन्जन पायो ल अब हातले मार्नुपर्छ यिनीहरूलाई ल मर्यो चेस्टमा हेर्छु यसमा केही छैन ओके यसमा स्याप्लिङ र स्ट्रिङ छ भयो हाम्रो काम पहिला म कोलले र आइरन लिएर जान्छु माथि गएर स्याप्लिङ लगाऊ अब यो स्याप्लिङ लगाऊ स्याप्लिङ दुईटा भयो हाम्रो काम
अब हामी केही चिज बनाउँ एउटा मात्रै आएर अब यसलाई स्मेल्ट गरौँ मसँग एउटा उनी रहेछ भयो प्रिन्ट एन्ड स्टिल ल मेरो त पिक्याक्सै हरायो वेट गर्ने हेर यो ट्रीको ग्रो गर्ने वेट जस्तो छ सरी यो एडिटरको पैसा काट्नु पर्दैन किनकि यो कटेको रेकर्डिङ यही स्टप भएछ त्यही भएर हो यो राति नै लगायो अब हाम्रो यो भयो र म उड्लिन्छु अनि बल्ल केही कुरा गर्छु आजको लागि यति नै गाइज अब हामी फेरि भेट्नेछौँ अर्को भिडियोमा बाई बाई सी यू नारा